पुराणपुरुषोत्तमाय नमः। श्रीगुरुचरणकमलेभ्यो नमः। श्रीराधाकृष्णाभ्यां नमः। ओम पुराणपुरुषोत्तमाय नमः। ओम अकारण करुणा वरुणालय भक्त भान्सा तरिन्दित बिन्दित पीताम्बरधारी बालकृष्णको प्रत्यक्ष वाङ्मयी प्रतिमूर्ति स्वरूपा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आज हामी तृतीय दिनको सायंकालीन सत्रमा उपस्थित भइसकेको छौं र सम्पूर्ण आगन्तुक भक्त आमा बुवा दाजुभाइ दिदीबहिनी र साना साना बालबालिका नानी बाबुहरू र धेरै टाढाबाट कथालाई श्रवण गर्नको निमित्त आउनुभएका दर्शक रूपी श्रोता र हाम्रो साथमा कलाकार मित्र अर्थात् कलाकार गुरुदेवहरू र व्यासमा आसीन ववाचक गुरु लगायत कर्ता परिवार र ज्ञात अज्ञात समस्त कुल पितृहरूलाई यो दासको तर्फबाट व्यासासनमा बसेर जय राधे श्याम साधुवाद हरि शरणमको न्यानो अभिवादन टक्राउँदै आउनुहोस्। मन र बाणीलाई पवित्र गर्दै भगवत नाम संकीर्तन 2 मिनटको अनि हामी कथामा प्रवेश गर्नेछौँ। श्रीकृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव अनन्त वैकुण्ठ मुकुन्द कृष्ण गोविन्द दामोदर माधवेति। श्रीकृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव अनन्त वैकुण्ठ मुकुन्द कृष्ण गोविन्द दामोदर माधवेति। राधे राधे जय श्रीकृष्ण भन्दै अब हामीले बोले भक्तवत्सल भगवानको जय। हिजो हामीले कहाँसम्मलाई कथा श्रवण गऱ्यौँ त हजुरहरू सबैजनालाई याद छ त? किनकि हजुरहरू सबैजना हिजो कथा श्रवण गर्नको निमित्त सायंकालीन सत्रमा सबैजना आउनुभएको थियो। हजुरहरू सबैजनालाई याद छ? म फेरि स्मरण गराइदिन्छु। हामीले हिजोको कथालाई हामीले भाग्योदयेन बहुजन्म समर्जितेन सत्सङ्गमं च लभते पुरुषो यदा वै अज्ञान हेतुकृतमोहमदान्धकार नाशं विधाय हि तदोदयते विवेक। हो यहीँसम्म हिजो हामीले कथालाई श्रवण गरेको थियौँ है त। जब अनेक जन्मको, अनेक भनेको धेरै जन्मको, लाखौँ जन्मको, करोडौँ जन्मको जब भाग्यको उदय हुन्छ तब घरमा भागवतको उदय हुन्छ। भागवतको उदय हुनु भनेकै घरमा सत्कर्मको उदय हुनु हो। सत्कर्म भनेको भागवत लगाउन मन लाग्नु हो। त्यसैले आज हजुरहरूको जुन मनमा भगवान श्रीहरिले सम्पूर्ण पुण्यलाई एकीकृत गरेर हजुरको मनमा भागवतको कथा श्रवण गर्ने इच्छा जताउनु, सम्पूर्ण कुल पितृहरूको उद्धारको निमित्त ज्ञात अज्ञात समस्त कुल देवताहरूलाई सम्झेर जुन उद्देश्यले भागवत लगाउनु भएको छ, आज हजुरहरूका कुल देवता पितृदेवता सबै आज आफ्नो स्थानमा बसेर एकदम खुसी हुनुहुन्छ। मन प्रसन्न भएर हजुरहरूलाई आशीर्वाद दिइराख्नु भएको छ। मेरो कुल खानदानमा धेरै पछाडि भाग्यको उदय भएको छ, भागवतको उदय भएको छ र भागवत लगाउनु भएको छ। आज हामी तृप्त छौँ भनेर उहाँहरूले आशीर्वाद दिनुहुन्छ। तब मात्र मानवलाई सत्सङ्ग गर्ने सुअवसर प्राप्त हुन्छ। जब भाग्यको उदय हुन्छ अनि मात्रै सत्सङ्ग गर्ने सुअवसर प्राप्त हुन्छ र उसका सबै अज्ञान जनित मोहरूपी मदरूपी अन्धकारको नाश भएर जान्छ र विवेकको प्राप्त हुन्छ, विवेक प्राप्त हुन्छ। आज यो सुअवसर प्राप्त भएको छ। यी सबै चिजहरू प्राप्त गर्न सम्भव हुन्छ, तर घरमा सत्सङ्ग गर्न, कीर्तन गर्न र भागवत सुन्न पूर्व संचित पुण्य नै चाहिन्छ। नत्र त भागवत लगाउन मन लाग्दैन, न कथा श्रवण गर्न नै मन लाग्छ। अनि नारदद्वारा प्रार्थनाको साथसाथै द्वितीय अध्यायलाई विश्राम गर्नुहुन्छ। अब आज हामी तृतीय अध्यायमा के को वर्णन छ त भन्दा तृतीय अध्यायमा नारदद्वारा ज्ञान र वैराग्यलाई कष्ट र मुक्तिको वर्णन छ। मुक्ति भनेको मुक्त हो। त्यसैले बताइएको छ ज्ञान यज्ञम करिष्यामि सुखशास्त्र कथोज्जलम भक्ति ज्ञान विरागाणम स्थापनार्थम प्रयत्नता। अब भक्ति र ज्ञान र वैराग्यलाई स्थापित गर्नका निमित्त श्री सुखदेवद्वारा गाइएको श्रीमद् भागवत ज्ञान महायज्ञ गर्छु।
तर यो ज्ञान यज्ञ कुन ठाउँमा गर्दा उचित हुन्छ? हे सनकादि गुरुदेव, स्थानको पनि निर्णय गरिदिनुहोस् र हजुरहरू नै वेदको पारज्ञ हुनुहुन्छ, त्यसैले यो कथा पनि मलाई सुनाइदिनुहोस् र यो कथा कति दिनसम्म सुन्नुपर्छ र यसको विधि विधान के छ भनी प्रश्न गर्दा सनकादिहरू भन्नुहुन्छ, हे देवर्षि नारद, विनित हे विवेकी हुनुहुन्छ, त्यसैले हामी सबै कथा सुनाउँछौँ। हरिद्वारको नजिक एक आनन्द नाम गरेको एक तट छ। त्यहाँ अनेक ऋषि मुनि देवता सिद्ध गन्धर्व सबै निवास गर्छन्। त्यो स्थान एकदम राम्रो छ। अनेक प्रकारका वृक्ष लता र तटमा सुन्दर बालुवा छ। त्यस ठाउँमा यो सुन्दर ज्ञान यज्ञ गर्नुहोस्। त्यस ठाउँमा दिव्य कथा रूपी रस अमृतको उदय हुन्छ भनेर बताउँदै हुनुहुन्छ। यस सनकादि समय श्री नारदजी त्यो सुन्दर आनन्द नाम गरेको तटमा जानुहुन्छ। त्यहाँ कथा रूपी अमृतपान गर्न नारदजीको निमन्त्रणालाई स्वीकार गरी यो पृथ्वी लोकमा मात्रै होइन, भूलोक, भूवालोक, देवलोक, ब्रह्मलोक सबै ठाउँमा हल्ला भए। सबै आए बडा आतुर भएर, विशेष गरेर वैष्णवजन त दौडेर आउनुभयो र भृगु, वशिष्ठ, च्यवन, गौतम, मेधा, तिथि, देवल, देवरात, परशुराम, विश्वामित्र, साकल, मार्कण्डेय, दत्तात्रेय, पिप्पलाद, योगेश्वर, व्यास, पराशर, छाया, सुक, जाजली, जन्नु आदि प्रधान ऋषिहरू आफ्ना शिष्य र पुत्र र स्त्रीहरू सबै साथमा लिएर आउनुभयो। वेद वेदान्त, उपनिषद, मन्त्र, तन्त्र, सत्र, पुराण, 6 शास्त्र पनि सबै मूर्तिमान भएर आए। गङ्गा आदि नदीहरू, पुष्कर आदि सरोवरहरू, कुरुक्षेत्र आदि समस्त क्षेत्र, दिशा विदिशा, हिमालय आदि समस्त पर्वत, देव गन्धर्व दानव समस्त त्यो स्थानमा उपनिषद उपस्थित भएर आए। जो आफ्नो गौरवले गर्दा आएका थिएनन् ती सबैलाई भृगुले ल्याउनु भयो। कथा सुन्नका लागि सबै श्रोता दीक्षित भएर बस्नुभयो र नारदजीले दिएका दिव्य आसनमा सनकादिहरू पनि विराजमान हुनुभयो। यस्ता श्रोताहरूलाई अलग अलग बस्ने व्यवस्था थियो। छोरा मान्छेलाई एकतिर र छोरी मान्छेलाई अर्कोतिर, बालबालिकाहरूलाई पनि अर्कोतिर, सबैलाई बस्ने स्थान थियो। सबैले व्यासलाई वन्दना गरे। पूजनादि सकेर सबै एकाग्रचित्त भएर बसेपछि सनकादिले श्रीमद् भागवत स्पष्ट शब्दमा स्वारम्भ गर्नुभयो। जसले श्रीमद् भागवत कथा श्रवण गर्दछन् भने श्रीहरि उसका हृदयमा आएर विराजमान हुनुहुन्छ र मुक्ति आफ्नो हात लाग्दछन् भनेर बताउनुहुन्छ। त्यसैले सदा सेव्या श्रीमद् भागवती कथा, सदा सर्वदा कथा सेवन गर्नुपर्दछ। जसले जुन समयमा भागवत कथा सुन्छ त्यो नराम्रो दिन पनि राम्रो हुन्छ। त्यसैले कथा सुन्नु, सेवा गर्न विचारै नगरी जहिले पनि कथा सुन्न मन लाग्छ त्यही समय राम्रो मानी कथालाई श्रवण गर्नुपर्छ र नराम्रोलाई पनि राम्रो बनाउने प्रभुको सेवा, पूजा, आराधना सदा सर्वदा गर्नु योग्य छ। जीव तैलेसम्म संसार चक्रमा भ्रमण गर्छ जहिलेसम्म श्रीमद् भागवत सुन्दैन। जसले श्रीमद् भागवत कथा सुनेको छ भने त्यसले अरू शास्त्रमा अल्मलिनु पर्दैन। भन्दा एक सुख शास्त्रलाई श्रवण गर्नाले अवश्य आत्मकल्याण हुन्छ। आत्मकल्याण गर्नु भनेको आफ्नो आत्मालाई आनन्दित पार्नु हो, भगवानमा लीन गर्नु हो। त्यसैले आफ्नो आत्मकल्याण चाहने वाला मनुष्यले भागवत कथा अवश्य पनि श्रवण गर्नु। धेरै शास्त्र र पुराणले मनलाई भ्रमित बनाउन सक्छ। त्यसैले श्रद्धा र विश्वास भक्तिका साथ श्रीमद् भागवतको कथा श्रवण गर्नु। जसका घरमा नित्य भागवत कथा हुन्छ त्यो घर तीर्थरूप बन्दछ। जसले नित्य एक श्लोक, आधा श्लोक पाठ गर्छ, सुन्छ भने पनि राजसूय र अश्वमेध यज्ञको फल प्राप्त गर्छ भनेर बताउँदै हुनुहुन्छ। जसले अन्त समयमा श्रीमद् भागवत कथा सुन्छ भने भगवान प्रसन्न भएर उसलाई वैकुण्ठ धाम प्रदान गर्नुहुन्छ। जो पुरुष यस शास्त्रलाई सुनको सिंहासनमा राखेर विष्णु भक्तलाई दान गर्छ भने त्यसले भगवानको साहित्य लोकलाई प्राप्त गर्दछ। जसले आफ्नो सारा जीवनमा एकाग्र चित्तले कहिले पनि यो श्रीमद् भागवत कथाको स्वादन गरेको छैन, कथा सुनेको छैन भने उसले त आफ्नो सारा जीवन चाण्डाल र गधाको समान व्यतीत गरेर मातालाई प्रसव पीडा दिन र पृथ्वीको भार स्वरूप मात्र भएर आएको हो र त्यसको जीवन त सबका समान छ, लास्टको समान छ र त्यसलाई धिक्कार छ भनेर स्वर्गका इन्द्रादी देवताहरूले धिक्कार छ। त्यसैले मनुष्य जीवनमा पनि ब्राह्मण चोला भएर पनि कथा इत्यादि श्रवण गर्दैन भनेदेखि त त्यसको जीवन त धिक्कार छ। दुर्लभैव कथा लोके श्रीमद् भागवतोद्भवा कोटि जन्म समुत्थेन पुण्य नैव तु लभ्यते भनेर बताइएको छ। संसारमा श्रीमद् भागवतको कथा श्रवण गर्ने अवसर प्राप्त गर्न अवश्य कठिन छ। यो संसार भनेको यो चलिराख्ने समय चक्र हो। हजुर जन्मिनु भयो, हजुर बिस्तारै बिस्तारै हजुरको उमेर बढ्दै जान्छ। 1 वर्ष 2 वर्ष गर्दै हजुर बढ्दै जानुहुन्छ। त्यसैले त संसार भनेको छ हामी कालरूपी चक्रको अधीनमा छौँ। त्यसैले संसारमा श्रीमद् भागवत कथा श्रवण गर्ने अवसर प्राप्त हुन्छ भने हजुरलाई जहाँ जस्तो अवस्थामा मिले पनि हजुरले कथालाई श्रवण गर्नुपर्छ। नत्र भनेदेखि कथा श्रवण गर्न एकदम कठिन छ, दुर्लभ छ। करोडौँ जन्मको पुण्य जब एकत्रित हुन्छ भने मात्र यो अवसर प्राप्त हुन्छ।
तीर्थ व्रत क्षेत्र तपस्या योग आदि सबै साधन भन्दा श्रेष्ठ साधन यही भागवत हो। शौनकादिकले प्रश्न गर्नुभयो, ज्ञानादि सबै साधनलाई तिरस्कार गरेर यस कलियुगमा श्रीमद् भागवत सर्वश्रेष्ठ कसरी भयो भन्ने प्रश्न गर्दा सुतजी भन्नुहुन्छ, हे शौनकादि हो, जब भगवान श्रीकृष्ण यस धराधामलाई छोडेर आफ्नो नित्य धाममा जान लाग्दा उद्धवजीले आएर प्रार्थना गर्नुभयो, प्रभु हजुर बेगर त म एक क्षण पनि बस्न सक्दिनँ, हजुरको प्रसादी पाएर र दर्शन गरेर बसेको छु इत्यादि भन्दा प्रभुले 11 स्कन्धमा धेरै उपदेश दिनुभयो र अन्त्यमा उद्धवलाई सान्त्वना दिन आफ्नो सबै तेज श्रीमद् भागवतमा लगाउनु भयो, अर्थात् भागवतमा आफ्नो तेज प्रवेश गर्नुभयो। त्यसैले त भनिएको छ, स्वकीयं यत् भवेत् तेजस्तच्च भागवते दधा। त्यसैले यस भागवतलाई भगवान श्रीकृष्णको प्रत्यक्ष वाङ्मय प्रतिस्वरूप मूर्ति भनिएको छ। जुन सेतो पन्नामा जुन कालो मसीले लेखिएको छ नि, साक्षात् कृष्ण हुन्। त्यसैले हामीले भागवतमा ख्याल ठट्टा गर्नु हुँदैन। जुन विषय वस्तु छ हामी त्यसैमा आधारित भएर कथालाई श्रवण गर्नुपर्छ। हामीले बाहिरको कुराहरूलाई कुनै पनि कुराहरू ल्याउनु हुँदैन। त्यसैले बताइएको छ, तेनेयम वाङ्मयी मूर्ति प्रत्यक्षा वर्तते हरे सेवनात् श्रवणात् पाठात् दर्शनात् पापनाशिनी भनेर बताइएको छ। यसलाई सेवन गर्नाले अथवा सुन्नाले पढ्नाले दर्शन गर्नाले समस्त पाप राशिहरू नाश भएर जान्छन्। त्यसैले कलियुगमा अरू सबै साधनलाई छोडेर यसलाई प्रधान श्रेष्ठ धर्म बताइएको छ। कलियुगमा यही यस्तो धर्म छ जसले दुःख दुर्भाग्य दरिद्र र सबै पापलाई पखाल्ने अर्थात् नाश गर्ने र काम क्रोध आदि शत्रुहरूमाथि विजय प्राप्त गर्ने र मायाबाट छुट्नका लागि नै यस सप्ताह श्रवणको विधान बताइएको छ। यसरी सनकादिहरूले यस कथालाई भन्दै हुनुहुन्थ्यो, त्यसै समय एक आश्चर्य घटना भयो। के भयो त आश्चर्य घटना भन्दा, भक्ति सुतौ तौ तरुणौ गृहीत्वा प्रेमैकरूपा सहसा विरासीत् श्रीकृष्ण गोविन्द हरे मुरारे नाथेति नामानि मुहुर्वदन्ति। त्यहाँ तरुण र यौन अवस्थामा प्राप्त भएका दुई पुत्र ज्ञान र वैराग्यलाई साथमा लिई भक्ति बारम्बार श्रीकृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव भन्दै कीर्तन गर्न थाले। यस्ता शब्दको गान कीर्तन गर्दै उपस्थित भएको देखेर सबै आगन्तुक भक्तहरू छक्क परे। वृन्दावनमा लडेका ज्ञान र वैराग्यलाई हरिद्वारमा लगाएको भागवतले नयाँ जीवन प्रदान भयो। उहाँ पुग्दा सबै सदस्यहरूले देखे भक्ति महारानी भागवतको अर्थरूपी आभूषणले आभूषित भएर आएको देखि मुनिहरूले तर्क वितर्क गर्न थाल्नुभयो। यी को हुन्, कहाँबाट आएकी हुन् भन्दा सनकादिहरू भन्नुहुन्छ, यी सबै कथाका प्रभावद्वारा प्रकट भएका हुन् भन्दा भक्ति ती आफ्ना दुवै छोराले युक्त विनम्र भएर सनकादिसँग भन्नुभयो, म कलियुगमा नष्ट भइसकेको थिएँ, हजुरहरूले यस कथारूपी अमृतले सेचन गरेर पुनः मलाई स्पुष्ट गरिदिनु भयो, अब म कहाँ बसौँ भन्दा सनकादिहरू भन्नुहुन्छ, हे भक्ति, जसले भगवानको आराधना गर्छ तिनीहरूको हृदयमा तिम्रो निवास हुनेछ र जो भगवान विष्णुका भक्त छन् तिनका हृदयमा गएर बस भन्दा भक्ति महारानी विष्णु भक्तको हृदयमा गएर बस्छ। सकल भुवन मध्ये निर्धनास्तेऽपि धन्या निवसतिरिदिते येषां श्रीहरिर्भक्तिरेका हरिरपि निजलोकां सर्वथातो विहाय प्रविशतिरिदितेषां भक्तिसूत्रोपनद्या। संसारमा जो व्यक्तिसँग सम्पत्ति छैन, निर्धन छ, तर उसँग भक्ति छ भने निर्धन भए पनि त्यही व्यक्ति धन्य छ, किनकि भगवान आफ्नो लोकलाई छोडेर पनि भक्तका हृदयमा आएर बस्नुहुन्छ। भक्ति रूपी डोरीले भगवानलाई आफ्ना भक्तले बाँध्नुहुन्छ। त्यसैले तीन लोकको मालिकलाई जसले आफ्नो हृदयमा राख्छ त्यो भन्दा धन्य अरू को हुन सक्छ। त्यसैले संसारमा ठुलो के छ र को हो भन्दै सोध्दै जाँदा कसैले भने पृथ्वी ठुलो हो, कसैले भने पृथ्वीलाई धारण गर्ने शेषनाग ठुलो हो, कसैले भने शेषलाई गलामा लपेट्ने भगवान शङ्कर ठुलो हुनुहुन्छ र शङ्करले भन्नुभयो, म भन्दा त कैलाश पर्वत ठुलो। कैलाशलाई रावणले एकपल्ट पल्टाउन खोजेर हल्लाएको थियो, त्यसैले पर्वतभन्दा रावण ठुलो। त्यो रावणलाई एकपल्ट बालीले देब्रे कोखमा दबाएको थियो, त्यसैले रावणभन्दा बाली ठुलो। बालीले भगवान रामलाई मान्दछ, दण्डवत गर्छ, प्रणाम गर्छ, त्यसैले ऊ भन्दा राम ठुलो। राम भन्नुहुन्छ, म भन्दा त मेरा भक्त ठुला हुन्, किनकि उनीहरूले जहिले जहाँ बोलाउँछन् म त्यही जानुपर्छ, त्यसैले संसारमा सबभन्दा ठुलो भगवानको भक्त हुन्छन् भनेर बताउनुहुन्छ। र भक्त भन्छन्, भगवानको नाम भन्दा पनि भगवानको नाम ठुलो हो, त्यसैले जहिले पनि भगवानको हामीले नाम जप्छौँ भने भगवान आफ्नो हृदयमा आएर विराजमान हुनुहुन्छ। त्यसैले हामीले भगवत नामको संकीर्तन गर्नुपर्छ। आउनुहोस् हामी पनि भगवत नाम संकीर्तन गर्दै यो तृतीय अध्यायलाई विश्राम गर्छौँ। हरे नमः।
श्रीकृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव अनन्त वैकुण्ठ मुकुन्द कृष्ण गोविन्द दामोदर माधवेति श्रीकृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव अनन्त वैकुण्ठ मुकुन्द कृष्ण गोविन्द दामोदर माधवेति। बोले आनंद खंड भगवान को जय, लक्ष्मी नारायण भगवान को जय, पुराण पुरुषोत्तम भगवान को जय, कर्ता परिवार को जय, बाल मुकुंद भगवान को जय, नेपाल जननी को जय, पशुपतिनाथ भगवान को जय, आज को आनंद को जय। जय जय श्री राधे, जय जय श्री राधे, नमः पार्वती पतये, हर 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 महादेव शम्भु। भन्दै भन्दै म पण्डित यज्ञ आचार्य हजुरहरूलाई यथामतिले कथालाई श्रवण गराउने सुअवसर प्राप्त भएको छ। हजुरहरू पनि कथालाई श्रवण गरेर लाइक, सब्स्क्राइब र सेयर गरिदिनु होला। मैले जे जति जानेको छु सद्गुरुदेवको आशीर्वादले हजुरहरूलाई कथाको माध्यमबाट कथा श्रवण गराउने सुअवसर प्राप्त गरेको छु। हजुरहरूले पनि सुनेर कहीँ कतै सुधारमुख गर्नुपर्ने प्रसङ्गहरू छन् भनेदेखि हजुरहरूको सल्लाह सुझावको सदैव आभारी रहनेछु भन्दै भन्दै महात्म्यको तेस्रो अध्यायलाई यहीँनेरि विश्राम गर्छु र जे जति भगवानको आशीर्वादले कथा हजुरहरूलाई श्रवण गराए त्यही परब्रह्म परमात्मा श्रीकृष्णको चरणमा अर्पण गर्दै यहाँबाट बिदा हुन्छु। राधे श्याम, हरि शरणम, राधे राधे।